हेलो सबैजनालाई नमस्ते। सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ। अनि आजको ताजा खबर चाहिँ के भने हाम्रो भाउजूको आज फाइनल चेकअप थियो डेलिभरीको लागि। अनि आज फाइनल चेकअपको लागि जाँदाखेरि चाहिँ डाक्टरले आजै अपरेसन गर्नुपर्छ भनेर हल्का हल्का समस्या जस्तो देखेर चाहिँ, त्यस्तो सिरियस पनि नै, हल्का समस्या देखेर आजै अपरेसन गर्नुपर्छ भनेर आजै भाउजूलाई भर्ना गरेछ। अनि मैले चाहिँ छिटछिट अफिसबाट लिभ लिएर अब दिदी र म चाहिँ जान लागेछौँ रेडी भएर। सबै फ्यामिलीमा चाहिँ नयाँ मेम्बर आउँदै हुनुहुन्छ, हजुरहरूको फुल्ली सपोर्ट आशीर्वाद दिनु होला। हामी सबै राख्छौँ ल, सबै ब्लग बनाउँछु भन्ने सोचेर बनाएको सबै क्लिप राख्छु मैले। हामीले चाहिँ यहाँ सामान किनेछौँ पहिल्यै। के हुन्छ थाहा छैन साथीहरू, मलाई छोरा हुन्छ जस्तो लागेर मैले चाहिँ ब्लू कलरमा किनिराखेको छु होइन, हेरमै के हुन्छ त्यो पर्दैन। हामी चाहिँ जाँदैछौँ माइक्रोमा आएर अनि झरेर जाँदैछौँ। दिदीबहिनी भएर जाँदैछौँ। त खुसी भएर बाटै चिने होइनौँ साथीहरू, कता हिँड्यौँ भन्ने चाहिँ थाहा छैन, लटरपटर हिँड्यौँ। दिवाड भयो त्यहाँ पर्छ, दिवाड भने त्यहाँ पनि एक्साइटमेन्ट लेभल इज अन टप। यस्तो खुसी छौँ नि फुपू, कान्छी फुपू मेरो हुनुहुन्छ। हाम्रो चाहिँ दाइ चाहिँ रिटेन्सन माहौल भयो अपरेसन भएको भएर। यसमा सुरुमा चाहिँ वेट चलिरहेको, हामीलाई वेट गरेँ हामी यहाँ साथीलाई चाहिँ यहाँ अपरेसन थिएटर गरिरहेको छ। हामी चाहिँ यहाँ सबै भएर कुरेछौँ। अपरेसन थिएटरभित्र लगेर ब्लड चाहियो भनेको थियो। अनि यहाँ तारा दिदीले गएर ब्लड दिएर आउनुभयो। खै देखाउँ त ब्लड देखाएको दिदीले चाहिँ ब्लड दिएर आउनुभयो। फुपू ठुली फुपूले ब्लड दिएर आउनुभयो। रमाइलो छ यहाँ चाहिँ, वेटिङ फुपू पनि आउनुभयो। बिरामी कुर्न आउनुभयो बिचरामा हजुर। त्यसलाई भर्खर भित्र लग्यो अपरेसन गर्नलाई। हामी चाहिँ यहाँ कुरेको छौँ भर्खर भित्र लगेर। अनि म गएको थिएँ अनि यो सल दिएर पठाइदियो। अनि हामी चाहिँ यहाँ कुरेछौँ। अब फ्यु मोर आवर्स पनि लाग्दैन होला, फ्यु मोर मिनट्स चाहिँ फाइनल हुन लाग्यो। हामी चाहिँ सबै एकदम एक्साइटेड अनि नर्भस। ठुली फुपू यहाँ गएर उभिनु भएको हतार भएर, हामीलाई यहाँ हतार भयो, बोलाउनै आउनन्। बच्चालाई सास फेर्न गाह्रो हुन्छ। मेरी छोरी जुन हो कि तारा हो, मेरो लागि दुनिया सारा हो। हात मारा तो ल बुवा बाबाले लुकेर पहिला बुवालाई खोस्या होइन हातमा राखेर फोटो बना बाबाले नोट हेर कसरी कति धनी भाइ, कति हाम्रो नानी आज 6,500 भर्दा रहेछ फेरि। नातिनी गुडिया लक्ष्मी माता आइन्। कब तक रहूं सबसे छोटा, आए कोई मुझसे छोटा।
नजराना धिक्कन 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 धिक धिक्कन 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 हे ए दिल लाया है बहार अपनों का प्यार क्या कहना आज चाहिँ हाम्रो सानीको न्वारानको तयारी यहाँ सानीमाले यहाँ चाहिँ मसरुम चिल्लीको लागि मसरुम फ्राई गर्दै हुनुहुन्छ सबैजना आउनुभएको छ यहाँ हजुर ल हजुरआमालाई जुरेर नातिनीलाई बोक्नलाई चाहिँ गायत्री सुरुको नाम गायत्री भयो क्या अब फर्स्ट नेम 3 दिनसम्म सिरानीमा राखिदिने है पत्ता ओम गायत्री गायत्री भयो यिनको जुन नक्षत्र हो धनिष्ठा नक्षत्र धनिष्ठा नक्षत्र पर्वतापस प्रजापते अग्नये स्वाहा स्वाहा ओम विभ्राट बृहत् पिबत सौम्यं मध्वायुर्दग्य पतपविहृतं वात ज्योतो ओ माय गॉड दाढी बनाहन दुईटा फुपूले मिलेर यहाँ चाहिँ खाने टाइम भयो पहिले मलाई छोडेर खान है साथीहरू कसैले माया मान्दैनन् मलाई मेरो पार्टीहरू सबै उहाँ हजुरआमा उहाँ माइजू उहाँ कान्छी सानीमा माइली सानीमा उहाँ पनि सानीमा नै हो